खुवाउन सक्दिन। आज हामी यहाँ घुम्न आएको छ के बरु तिमीले मलाई खुवाउ न। हे हेलो हेलो। अनि आज हामी चाहिँ यता घुम्न आएको। राम्रै भयो घुम्नु त। अब यहाँ खाजा खाने अरे। यहाँ बहिनीहरुले दिदीले भर्खर विदेशबाट आउनु भएको हो। अब सिमोमो खुवाउनुहुन्छ, त्यो पनि पिरो भन्छ अनि सुके धारामा। अनि यता मेरो दिदी चाहिँ मुसी मुसी हुनुहुन्छ है। अच्छा अरु त केही भन्नु छैन। अनि अरु केही ओ नो चेक भइहाल्यो नि त्यो त। अब nggak sedih sama apa memang अनि अरु बाँकी कुरा त्यस्तै हो साथीहरु हैन। अब भिडियोमा भेटि नै हाल्छौँ हामी के रे के भन्छ नि यो काठमाडौँको ठाउँमा चाहिँ एकदमै धेरै महँगी छ। अनि बहिनीहरुलाई चाहिँ सिमोमो खानु पर्यो रे। अनि यहाँनिर सिमोमोको अब कति वर्ष हेर्नुपर्छ उता गएर। अनि अब त्यही हो अरू त के भन्ने। ओइ bir pani apa namanya ini kol jam पाइजम के यो भ्लग बनाउनको लागि चाहिँ हैन मलाई एउटा त्यो स्टिक चाहिने थियो क्या। तर त्यो चाहिँ मैले लिएर आइन हैन। मैले किन्न सकिन मेरो हैसियत पुगेन। साथीहरु अलिअलि सरसापटी गरेर यसो पैसा मलाई दिनु होला भन्न चाहन्छु। यो वचन चाहिँ मेरो दिदीको लागि है। राम 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 त्यति साह्रो चाहिँ म भन्दिन। मेरो बहिनीले किनिदिन्छ रे। अब काम गर्छन् त। अब म त बेरोजगारी परिहाले। अब बाँकी कुरा त्यस्तै हो। अब अहिले सिमोमो खाने अरे। अहिले म त्यही देखाइदिउँला है तपाईहरुलाई ल। अनि हामी चाहिँ फाइनल अब यहाँ सिमोमो खान गएको। अब हिँडेर जानुपर्ने रे। सिमोमो कि डिमोमो के मोमो के मोमो खुट्टाको हालत यस्तो भइसक्यो। जुत्ता नि कहाँ पुगिसक्यो पुगेर। यहाँनिर गाह्रो छ नि। यहाँदेखि उता सुकेधारा पुग्नलाई पनि 10-15 मिनट लाग्ने रहेछ हिँडेरै भए पनि। अब काठमाडौँमा चाहिँ एकदम जाडो बढिरहेको छ साथीहरु हैन। आफ्नो ख्याल गर्नु होला। के गर्नु जति सक्दो तातो भएर बस्नु होला। लुगा लाएर तातो भएर बस्नु होला। मेरो उताबाट लिएर आएको। अनि हेलो गाइस हामी चाहिँ यहाँ बोट हाउसमा आइपुगेको छौँ। पहिली र बाउरो अर्डर गर्न बाँकी छ। पानी चाहिँ आइसक्यो। राम्रै सर्भिस छ जस्तो लाग्यो मलाई चाहिँ। अनि अब होइन त्यस्तै हो। के खानुपर्छ अब बहिनी तल गएको छ। अब आउँछ होला। गरी भयो जानु भएको जस्तो लाग्यो त। गर्नु भएको रहेछ हौ। अब अर्डर गरेपछि अर्डर आएपछि तपाईँहरूलाई देखाउँछु। त्यति बेलासम्म वेट गर्न लाग्छ ल। पानी खानु पहिला चाहिँ। अनि फाइनली मेरो बहिनी पनि आयो। हेलो हेलो दिदीलाई सिकाउन आएको भन। नक्कली यो इयरफोन छोड्दै छोड्दैन यो कति भन्नु। अब हामी खान्छौँ। अब हामी कडा खान्छौँ। ब्रो कति खानु
एकदम मिठो छ भनेको क्या मेरो भाषा नै मिठो रहेछ मेरो भाषादेखि मिठो छ भनेको क्या मिठो छ एकदम मोमो बनाइसकेको छ फाइनल टोटली हाम्रो अर्डर चाहिँ यति नै हो अनि अब पहिला चाहिँ सिमोमा खानुपर्ने अवस्था हुन्छ भरे सिमोमा खाएन भने भरे मलाई त घाटा हुन्छ क्या त्यही भएर म सिमोमा खान्छु पहिला सिमोमा आयो खाँदैछौँ एकदम टेस्टी मिठो रहेछ तर पुग्यो driver umbo ini apa ini akar sopi guys ini मलाई थाहा छैन हैन हरायो भने मैले राखे अनि तपाईले कसरी थाहा हुन्छ दुईटा रुपैयाँ कमको दुम पुरी राख्छु है ट्राइपा अनि पा अनि कस्तो बन्नु ल्याम्प प्लटुले तातो हुन्छ एकदम टेस्टी राजा जी की benjat kalau kena huruf kita के सबसे बड़ी चीज लोग क्या और फिर दुरुरु मुंती के चिक आते से माथि लगाएर होला नि अझै गरेको बनाउनु आइसक्रिम जाउँ कश्मीर जाउँ बस यो घाँसे